हेलो नमस्कार वेलकम छ मेरो भिडियोमा। म आज तपाईहरुलाई एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। सबैलाई काम लाग्न सक्छ। कतिलाई थाहा छ होला, थाहा नभएकोहरूलाई अति राम्रो लाग्छ। कुनै पनि कागजमा लिखित कुराहरू अनि कुनै फोटोहरूमा लिखित कुराहरू अनि तपाईलाई कुनै डकुमेन्टहरू हुन सक्छ। त्यो कुराहरूमा लेखिएको कुराहरू हामी कुनै पनि व्यक्तिलाई कतै पनि मेसेज गर्नु पर्यो भने त्यो कुरा कसरी सजिलैसँग हामीलाई टाइपिङ गरेर त्यो कुराहरू तयारी गर्न, त्यो कुराहरू रेडी गर्न टाइम लाग्छ। अनि कति त्यो टाइम चाहिँ अब लाग्ने छैन। तपाईहरुले आफ्नै मोबाइलबाट अनि गुगलबाट सजिलैसँग त्यो कागजमा भएको लिखित कुराहरू, पेपरहरू चाहिँ सजिलैसँग 2 मिनेटमै तयार गर्न सक्नुहुनेछ। त्यो आइडिया चाहिँ म तपाईहरुलाई मेरो यो भिडियो मार्फत लिएर आएको छु। भिडियोलाई हेर्नु होला र कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला। आफ्नै मोबाइल फोनबाट, गुगलबाट या ल्यापटपबाट जेबाट नि तपाई ल्यापटप युज गरेर, मोबाइल युज गरेर सजिलो तरिकाले गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुनेछ। म तपाईलाई मेरो मोबाइलको स्क्रिनबाट तपाईलाई देखाइरहेको छु। मोबाइलको स्क्रिनमा हेर्न सक्नुहुनेछ। गुगलमा जान सक्नुहुन्छ। गुगलमा गएर सर्चमा जानु होला। सर्चको साइडमा त्यो क्यामेरा देखाउँछ, त्यहाँ थिच्नु होला। त्यहाँ थिचेपछि तपाईले त्यहाँ जानु भएपछि तपाईको फोटोमा जान्छ। फोटोमा गएपछि तपाईको कुन चाहिँ फोटो गर्न छ यहाँ हेर्न सक्नुहुनेछ। मसँग विभिन्न फोटोहरू छ अनि मैले एउटा फोटो लिइरहेको छु। यहाँनिर क्लिक गरे यो मार्टिन लुथरको जीवनी बारे। अब यसलाई यहाँ गएपछि हाइलाइट गरिदिनु होला। कति तपाईलाई कपी गर्नुपर्छ, कति चाहिएको छ। त्यो गरिसकेपछि तपाई आफ्नो कुन मेसेज गर्ने हो कि कुनै डकुमेन्ट बनाउने हो कि कुनै आफ्नो मोबाइलको नोटहरुमा तपाई सेभ गरिराख्ने हो, त्यहाँ जानु होला। मैले चाहिँ मेरो आफ्नो नोट मोबाइलको नोटमा गएर सेभ गर्न लागेको छु। यहाँ गएर चाहिँ मैले जति पनि कुराहरू नोट गरिराख्छु छु आफूलाई चाहिने कुराहरू त्यसमा गएर अनि म टाइटल दिँदै छु मार्टिन लुथर भनेर। अनि त्यसलाई तपाईले यहाँनिर म टाइटल लेख्दै छु। हामीलाई यति लेख्न कति टाइम लाग्यो तर यहाँनिर 5 सेकेन्डमा भइरहेको छ एक पेज लेख्नलाई। तपाईले हेर्न सक्नुहुन्छ। अब यहाँ गएर पेस्ट गर्नु होला। पेस्ट सर्लकै आयो। 5 सेकेन्डमा यी सबै कुराहरू भयो। हामीलाई टाइपिङ गर्न कति टाइम लाग्थ्यो। तपाईलाई यो कस्तो लाग्यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला। र अझ तपाईहरुसँग कुनै सजिलो आइडिया छ भने नि तपाईहरुले भन्न सक्नुहुनेछ। हस् भिडियो हेरिदिनु भयो धन्यवाद। मन पर्यो भने शेयर गरिदिनु होला।